ठेकदारको लापरवाहीका कारणले गर्दा 30औं घरधुरीहरू पहिरोको जोखिममा। हो दर्शक महानुभावहरू, यो तपाईहरूले देखिरहनु भएको दृश्य हो सिन्धुपाल्चोक जिल्ला 5 पोखरी थाङपाल गाउँपालिका वडा नम्बर 6 धापको हो। यहाँ सडक निर्माण कार्यमा ढिलासुस्ती र बर्खाको बेलामा काम सुरु गरेको, त्यही पनि अलपत्र छाडेका कारणले गर्दा 30औं घरधुरीहरू पहिरोको जोखिममा परेका छन्। यो सुरुमा यस्तो गर्नुपर्ने क्या बाबु, जति आफूलाई चाहियो पिस पिस गरेर बनाउँदै ल्याएको भए यो नहुने म नि थिएँ त्यो बेलामा है। अब त्यो कुरो उनीहरूले मानेन होइन। अब यो पिस 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 गरे भए यत्रो फसिली हुँदैन थियो, उहाँहरूलाई घाटा नि लाग्दैन थियो क्या। अब काम गर्ने भदौ असोजमा अहिले यस्तो दागदुग गर्न नहुने काम थियो त हो कि भन्नुहोस् न। अब घरमाथि यस्तो बस्ती छ हाम्रो धेताल बस्ती, चाहे जसको पनि होस् नोक्सान हुनु भएन। यहाँ एउटा हाम्रो चेतबहादुर भाइको घर छ, त्यो नि जान लागिसक्यो। यो अब यो पहिरो भत्कियो भने त यो राधेको घर सुत्न जान्छ, सम्भावना छ। यो यस्तो रहेछ तपाईँको बालुवा रहेछ बलौटो। अब यसलाई पिस 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 गर्दै लगे भए अति राम्रो हुन्थ्यो, उहाँहरूलाई फाइदा नि हुन्थ्यो, हामीलाई सुरक्षा हुन्थ्यो। ए धुरी माथि चाहिँ यो सबै गरेर होला हजुर 30 घर जति यो पहिरोको जोखिम। अब यो हाम्रो कुरा उहाँहरूले मान्नु भएन, उहाँहरूलाई नि फाइदा हुन्थ्यो र हामीलाई सुरक्षा हुन्थ्यो। पिस 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 गरिदिए भए उहाँहरूले पनि विचार गर्नु पर्थ्यो नि, यहाँ माथि घर छ क्षति हुनु भएन भनेर विचार गर्नु पर्थ्यो। नमस्कार, मेरो नाम चाहिँ सरोज धिताल, म यही थाङपाल धाप वडा नम्बर 6। यो हाम्रो घरधुरी चाहिँ तपाईँको माथि 40-45 घरधुरी छ, यहाँ तल तपाईँको 25-30 धुरी छ। यो बाटोको ठेकदार उहाँहरूलाई मैले जानकारी नै दिएको थियो कि यो ठाउँ अलि जोखिम छ, यहाँ माथि बस्ती पनि छ, त्यसलाई बस्तीको हेरेर र जोखिमको ठाउँ हेरेर तपाईँहरूले अलि राम्रोसँग काम गर्नुपर्छ। यहाँ सर्ट जति काम गर्नुपर्ने छ त्यति नै सर्ट काम गरेर त्यो आज त्यति गरेर भोलि फेरि त्यति नै भत्काएर त्यसरी जानुपर्छ। यहाँनिर भने फाउन्डेसन खनाइथ्यो त्यति प्रोटेक्सन गरेर प्रोटेक्सन गरेर जानुपर्छ भन्ने कुरो थियो मेरो। तर उहाँहरूले त्यसलाई स्वीकार्नु भएन, तपाईँ उहाँ इग्नोर मारिदिनु भयो। उहाँहरूको हिसाबले सरर खनेर चाहिँ छाडिदिनु हो। पहिलाको जो गारो थियो, वाल लगाएको थियो, त्यो वाललाई नि भत्काएर तपाईँको अहिले यो हालमा पुर्याइदिनु भयो। पछि अब वर्षाको टाइममा उहाँहरूलाई छोडेर जाने स्थिति आएको थियो। हामीले उहाँहरूलाई फेरि पनि नछोडिकन यो त अब तपाईँहरूले छोड्नै पाउँदैन, यो जसरी नि यो बस्तीलाई पनि जोगाउनुपर्छ भनेर भन्दा नि अहिले तपाईँको यो हालत भएको छ। अहिले हामीले तपाईँको यसको लागि हामीले वडा अध्यक्षलाई पनि जानकारी गराएँ मैले। जब यो भत्किँदाखेरि अनि यो माटोको थुप्रो थियो, यो माटो थुप्रोलाई त यो तपाईँको यहाँको उसले डोजर लाउन लगाएको थियो ठेकदारले। मैले यो डोजर लाउन पाउँदैन, अब यो डोजर लाएर मात्रै यसको समाधान हुँदैन भनेर त्यो रोक्न लाएर वडा अध्यक्ष सहित ल्याएर जानकारी गराएर त्यो गराएपछि वडाबाट पनि तपाईँको यो पालिकाबाट यो तिरपाल यो दिनुभएको रहेछ। अनि तपाईँको ठेकदारकै मार्फत यो तिरपालहरू हाल्नु भएको छ। अहिले यो अलिकति रोकथामको लागि मात्रै हो, यति चाहिँ उहाँहरूलाई। अनि हामीले पालिकामा पनि तपाईँको ज्ञापन पत्र बुझायौँ, अनि पालिकाले नि अब उहाँहरूले हामीले सक्दो सहयोग हामीबाट हुन्छ भनेर त भन्नुभएको छ उहाँहरूको। अहिले अब कसरी सहयोग गर्नुहुन्छ अब त्यो भोलिको दिनमा थाहा हुन्छ। निर्माण व्यवसायहरूलाई काम गर्नुपर्छ, तपाईँको बाटो रोड पनि चाहियो हामीलाई। त्यसको लागि हामी गाउँलेको तपाईँको सहयोग छ, पूर्ण सहयोग छ। तर ठाउँ हेरेर तपाईँको यो भूगोल हेरेर यहाँको बासिन्दाहरूसँग नि सरसल्लाह गरेर उहाँहरूले काम गर्नुभयो भने दुवैलाई सहज हुन्छ। तर आफ्नो हिसाबले गर्नुभयो भने यस्तै खालको जोखिम मोलिरहनु पर्छ उहाँहरूले। नमस्कार, मेरो नाम चाहिँ भरत खड्का, मेरो घर यहीँ अलि पर पर्छ डाँडाटोल भन्ने ठाउँमा। अनि यो पहिरो चाहिँ ठेकदारहरूले काम सञ्चालन गरिरहँदा बर्खाको सिजनमा काम सुरु भयो। पहिलो कारण चाहिँ त्यो हो, यो पहिरो जानु। अनि त्यो काम गर्दै गर्दाखेरि बर्खाको सिजन भए पनि हामीहरूले यो उपभोक्ता गाउँलेहरूले चाहिँ पहिरोको बेला, यो बाढी पहिरोको बेलामा यो एकदम खतरा ठाउँ छ, बल्लै बल्ल भएको ठाउँ।
यसलाई चलाउनु हुँदैन भन्दै पनि उहाँहरूले जबरजस्ती गर्नाले यस्तो भएको हो। अनि एउटा फेरि कारण चाहिँ के छ, यो बाटो खनिरहँदा यो पुरानो जग खन्दाखेरि यहाँ एउटा ढुङ्गा निस्क्यो, त्यो ढुङ्गालाई उनीहरूले ब्रेकर लाउनु थाल्यो। अनि ब्रेकर लाउनु हुँदैन, ब्रेकर लाएपछि झन् थर्का पर्छ भन्दा पनि उनीहरूले चाहिँ अब खन्नै पर्छ नत्र बाटो पुग्दैन, त्यो पनि भन्न थाले। एउटा कारण त्यो भयो। अनि साथीहरूले हामीले भन्दै नटेर्नाले गरेर यत्रो क्षति चाहिँ भइरहेछ। यो बस्ती भनेको यो तल तपाईँले देख्नु भएको छ यतिको घरहरू छ, यो पहिरो जाँदा यो घरहरूलाई ठुलो क्षति पुग्न सक्छ। यी माथिल्लोपट्टि 2टा कान्ला मात्रै बाँकी छ अब घरहरू झर्नलाई, यो माथिल्लोपट्टि चर्किसकेको छ। यसले धेरै खतरा पुर्याउनेछ। त्योभन्दा अलिक यो घरभन्दा माथिल्लोपट्टि अर्को घर छ, यो गाउँ बस्ती लगभग 40वटा घरहरू चाहिँ माथि नै पर्छन्, यो तलतिर 20वटा घर जस्तो छ। यी सबैलाई क्षति पुर्ने अवस्था देखिन्छ। अब यो चाहिँ काम गर्ने सिलसिलामा उहाँहरूले ठेकेदार पक्षबाट काम गर्ने मान्छे अलिक बेसिक भइदिया भए अलिक छिटो पनि काम सकिन्थ्यो होला। उहाँहरूले काम गर्ने मान्छे थप्नुहोस्, यहाँ काम गर्ने हो भने भन्दा पनि थपिन्छ भन्नुभयो। त्यो व्यवस्था गर्दै यसरी पहिरो सञ्चालन हुन थाल्यो, पहिरो चल्न थालिसकेपछि 81 अनि त्यहाँबाट अब गाउँलेबाट अवरोध भएपछि ल उहाँहरू चुपचाप रहनुभयो। हामीले त्यति हुँदा पनि उहाँहरूलाई यसो नगर्नुहोस् है नचलाउनुहोस् भन्दा जबरजस्ती उहाँहरू चलाउँदै हुनुहुन्थ्यो। अझ त्यो ढुङ्गा ब्रेकर लाइकन पनि पछि पनि उहाँहरूले काम सुरु गर्न लाग्नु भएको थियो। तर काम गर्ने मान्छे भनेको चाहिँ 5-7 जना मात्रै। 5-7 जनाले यत्रो पहिरो लाग्ने ठाउँमा हुँदैन। मान्छे बढाउने भए बढाउनुहोस् नत्र ठप्प। करोडौँको योजनामा काम गर्ने मान्छे चाहिँ 5-7 जना मात्रै थियो त्यति बेला। त्यो भएको पनि यसरी नगर्नुहोस् तपाईँहरू। काम गर्ने मान्छे मेन पावर बढाउनुहुन्छ भनेदेखि काम छिटो होला र अब यो पहिरो रोकथाम हुनसक्छ, नत्र गर्नुहुन्न तपाईँहरूले भन्दै उहाँहरूले सुरु गर्नुभएको थियो। अनि यो पहिरो झर्न थालेपछि उहाँहरू पनि रोकिनुभयो र गाउँलेहरूले पनि चलाउन दिएनौँ। प्रोटेक्सनको काम भएन। प्रोटेक्सन गर्नको लागि उनीसँग मेन पावर प्रशस्त हुनु पर्थ्यो। मेन पावर भइदिया भए यति विधि क्षति हुँदैन थियो। मेन पावर भएको भए तुरुन्तै कटिङ हुँदै वाल पनि लगाइहाल्थे, प्रोटेक्सन भइहाल्थ्यो र यो पहिरो लाग्दैन थियो। त्यो पहिलो कुरो त अघि नै मैले भने बर्खाको समयमा उहाँहरूले यस्तो खतरा ठाउँमा सुरुवात गर्नु हुँदैन थियो। हामीहरूले यहाँका सबै व्यक्तिहरूले जम्मा भएर हामीले भनेको पनि यहाँ मुनियाडीपट्टि यो प्लम लाउने सिलसिलामै 2-4 दिन अवरोध भएको थियो। प्लम लगाऊ, बलियो लगाऊ, कुनापट्टि यस्तो ठाउँ छ भन्ने बेलामा नै यो 3-4 दिन अवरोध भएको थियो। उहाँहरूलाई त सबै गाउँलेले भनेको पनि हो यसो नगर्नुहोस् यो खतरा ठाउँ छ भन्दै उहाँहरूले जबरजस्ती गर्नको कारण पनि यो भएको हो। सबैलाई नमस्कार। मेरो नाम चाहिँ इन्द्रमाया श्रेष्ठ। म चाहिँ यहीँ बस्छु र म पनि मेरो घर पनि यहीँ तल बस्छ। सबैभन्दा नजिक चाहिँ पहिरोले होइन, पहिरो आउने बित्तिकै पहिलो जोखिम चाहिँ मेरो घरलाई हुने रहेछ। र यहाँ मुनिया र 15-20 घर छ। यहाँ माथि बस्ती अब होला 40-45 घर होला। म त पटक यही बाटो हिँड्छु होइन। अनि अब मेरो पसल जाँदा यही बाटो जाने हो। मैले भने कि हामीले भन्नुभन्दा नि तपाईँहरूले जान्नुहोस् होइन, यस्तो कमलो ठाउँ छ, जति कटिङ गर्नुहुन्छ होइन त्यतिमै चाहिँ तपाईँले वाल लगाइहाल्नुपर्छ, अथवा मिसिनरी वाल लगाउने हो कि जाली लाउने हो कि प्लम्बर लाउने हो कि तपाईँले लाउनुपर्छ भनेर आउँदा जाँदा पटक भन्दा नि यो ठेकदारले नै व्यवस्था गरेको हो, अथवा उहाँको चाहिँ इन्जिनियर कमजोरी हो कि होइन, उहाँले सल्लाह राम्रो नदिनु भयो कि हामीले भन्नमा कन्जुसै गरेको छैन। तपाईँलाई पटक भन्दा नि उहाँले व्यवस्था गर्नुभयो। खबरदारी हुँदै पनि ठेकेदारले लापरवाही तरिकाले निर्माण कार्य अगाडि बढाउनु भयो। र अनि हामीले त अब त्यस्तो अब भनौँ न अब हामीले मात्र होइन अरूले पनि होइन यो कमलो ठाउँ छ है, यो जोखिम छ है त भनेकै हो। अहिले तपाईँलाई होइन यस्तो पहिरो मुनि घर भएर बस्नु पर्यो। अहिले त यस्तो हेर्दै डर लाग्दो त्रासमा बाँच्नु परेको छ होइन। यो बस्ती माथिल्लो बस्ती आउने बित्तिकै त यो घर त झ्याप्पै छोपिने नै हो। तर यस्तो डर थिएन योभन्दा पहिला। अब जब यो बाटोको काम भइसकेपछि अहिले होइन त्यस्तो त्रासमा अब बाँच्नु परेको छ। तर पहिलो कुरो चाहिँ यो ठेकदारकै लापरवाही हो। तपाईँलाई यो कमलो ठाउँ त हामीले भन्नुभन्दा उहाँहरूले जान्नु पर्दैन थियो। त्यस्तो ठाउँ चाहिँ होइन, यस्तो ठाउँलाई अहिले यस्तो भिड बनाइदिनु भयो। तरै पनि होइन हामीले चाहिँ अब सक्दो चाहिँ अब यो ढुङ्गा फोर्दाखेरि अघि भरतजीले भन्नुभयो होइन, यो ढुङ्गा फोर्दाखेरि पनि हामीले यहाँ ढुङ्गा फोर्दाखेरि माथि थर्किन्छ होइन। यहाँ चाहिँ अब यसरी यो ठुलो ढुङ्गामा चाहिँ यसरी बेकार नलाउनुहोस् भनेको हो भन्दा पनि उहाँहरूले चाहिँ मान्नु भएन होइन। उहाँहरूले जबरजस्ती उहाँहरूले कार्य अगाडि बढाउनु भयो र आज तपाईँलाई यस्तो हामीले भोग्न पर्यो। अहिलेसम्म यस्तो डरमा हामी बस्नु परेको थिएन। अहिले त कुन बेला के हुन्छ भन्ने नै थाहा भएन। हेर्नुहोस् त अब यसलाई अहिले त तिर्पल ल्याएर छोप्ने अब कार्य चाहिँ भइरहेको छ होइन। अब कहाँबाट उपलब्ध भयो? ठेकदारले हो कि स्थानीय सरकारमा पनि यहाँबाट
खबरदारीको लागि ज्ञापन पत्र बुझाउन जानुभएको थियो स्थानीय सरकारले कतिको ध्यान दिएको छ यस निर्माणमा स्थानीय सरकारले पनि दिनुभयो होइन उहाँले पनि अब 20-25 रुपियाँ चाहिँ स्थानीय सरकारले दिनुभयो अरू जति चाहिँ उहाँ आफैले नै ल्याउनु भएको हो अहिले त अब त्यति बेला हामीले भन्दाखेरि उहाँले सुन्नु भएन अहिले चाहिँ उहाँ पनि अहिले होइन अब डराइराखेको अवस्था अहिले त उहाँले हो रहेछ यहाँको स्थानीयले भने हो रहेछ भन्ने उहाँलाई लाग्यो होला अहिले चाहिँ यो ठुल्ठुलो तिर्पलहरू चाहिँ उहाँले ल्याउनु भयो र 20-25 रुपियाँ जति चाहिँ स्थानीय सरकारले पनि उपलब्ध गराइदिनु भयो अब चाहिँ तपाईँलाई होइन अब चाहिँ अब उहाँहरूले अब जे गर्नुभयो अब नहुनु क्षति त भइ नै सक्यो अब भइसकेको कुरालाई अब फेरि नै अब त्यही कुरालाई मात्रै अब त्यो गरेर नि भएन विरोध गरेर नि भएन अब जे हुनु भइसक्यो अब यसलाई नै होइन अब सबैजना लागेर ठेकदारदेखि लगायत अब हामी स्थानीय पनि लागेर अब यसलाई चाहिँ अब जहिले पानी रोकिन्छ पानी रोकेपछि अब यसलाई चाहिँ यसको कार्य अगाडि बढाउनु पर्छ र होसपूर्वक अब गर्ने काम भने होसपूर्वक एकदम यसलाई ध्यान दिएर अब चाहिँ अब पानी रोकेपछि मात्रै यो कार्य अगाडि बढाउनु भन्न चाहन्छु